नमस्ते सम्पूर्णलाई हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ अन्तर्गत नै चाहिँ म आज हाटखोली जान गइरहेको छु। ठ्याक्क भन्नु पर्दाखेरि म चाहिँ धनगढीबाट अहिले स्याउले बजारमा छु। यहाँ चाहिँ अब यहाँबाटको दूरी चाहिँ अब आधी घन्टाको मात्र छ। अब हाटखोलीलाई विशेष गरी किन चिनिन्छ भनेपछि एकदम सुन्दर ताल र यहाँको फ्रेसनेसले गर्दाखेरि एकदम प्रख्यात वान अफ द बेस्ट डेस्टिनेसन फर टुरिज्म भनेर पनि यसलाई भन्न सकिन्छ। अब सिधै चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। पहिलाभन्दा चाहिँ रोडमा अलिकता सुधार भएको छ, तर स्टिल धुलो माटोहरू अलिकता अफ रोड छँदैछ है। अनि यहाँनिर चाहिँ ब्रिज बनिरहेको छ, अब पक्की टाइपको भन्छ। अनि हामी चाहिँ हाम्रो होटल एन्ड लजमा बस्यौँ। यहाँ चाहिँ एकदम व्यवस्थित तरिकाले लोकल कुखुराहरू अनि ड्रिङ्क्सहरू पनि अभाइलेबल हुन्छ। ठ्याक्क यसको तल चाहिँ राम्रो खाले ताल छ, एकदम फ्रेस वाटर छ। ठ्याक्क यसको तलपट्टि अलिकता हिँडेर जानुपर्ने हुन्छ। अनि ठाउँ पनि एस्थेटिक थियो। अघि मैले कुरा गरेँ भनेको यही फ्रेसनेस वाटर हो कि यही पानीको लागि चाहिँ प्रख्यात छ। यो कस्तो बब्बाल पानी छ कि गर्मीको महिना पनि आयो। तपाईँहरूलाई नुहाउने मन छ भनेपछि यो ठाउँ त एकदम स्वर्गै आए जस्तो हुन्छ तपाईँहरूलाई। किनभनेपछि पानीमा एकदम क्ल्यारिटी प्योरिटी छ पानीमा, छातीको लेभलसम्म चाहिँ यसमा डेप्थ पनि छ। मजाले नुहाउनु पनि सकिन्छ के। यस्तो रमाइलो भयो आजको दिन चाहिँ, मेमोरेबल डे भयो कि। हाटखोली इज असम।